कुलमान घिसिङलाई सरकारले हटाउने बित्तिकै बालेन शाहको स्ट्याटस। कर्मचारीले तलब खान नपाएको भन्दै बालेन शाह आक्रोशित। सबैलाई टुकुचामा गाडी दिने धम्की। कुलमानले अन्धकार हटाए सरकारले। कुलमान विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव साक्य नियुक्त। आदरणीय दर्शक महानुभाव नमस्कार, आगो समाचारमा स्वागत छ। काठमाडौँ महानगरका प्रमुख बालेन शाहले सोमबार सफाई कर्मचारीले 3 महिनादेखि तलब नपाएको उल्लेख गर्दै एक हप्तामा तलब नपाए सबैलाई टुकुचामा गाडी दिने धम्की दिएका छन्। उनले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै यस्तो धम्की दिएका हुन्। उनले लेखेका छन्, काठमाडौँ महानगरपालिकाको सरसफाई कर्मचारीले विगत 3 महिनादेखि तलब पाएको छैन। सरकारको दम्बले कोले के आन्दोलन गर्ने हो मलाई थाहा छैन। अब एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडी दिन्छु, त्यो पछि हेरौला तिमीहरूको के तन्त्र हो। काठमाडौँ महानगर विगत 3 महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन हुँदा कर्मचारीले तलब पाउन सकेका छैनन्। अन्ततः कुलमान घिसिङलाई सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीबाट मुक्त गरेको छ। सोमबार बेलुकी बसेको मन्त्री परिषद बैठकले घिसिङलाई पदमुक्त गरेको हो। असोजदेखि ऊर्जा मन्त्री दीपक खड्का र घिसिङ बीच सम्बन्ध बिग्रिएको थियो। पछिल्लो पटक मन्त्री खड्काले आफू वा कुलमान रोज्नु भनेपछि घिसिङलाई हटाउन सरकार बाध्य भएको स्रोत बताउँछ। 9 महिनासम्म विवाद। घिसिङको कार्यकाल सकिन करिब 4 महिना बाँकी छ। 4 महिना बाँकी रहँदा पनि सरकारले काममा अवरोध गर्दै घिसिङलाई पटक पटक स्पष्टीकरण सोधेको थियो। विशेष गरी घिसिङ असार यता डेडिकेटेड तथा ट्रङ्क लाइनको बकौता विवादमा लिएको अडानका कारण सरकारको टाउको दुखाइ बनेका थिए। पछिल्लो समय डेडिकेटेड तथा ट्रङ्क लाइन विवादमा मन्त्रीसँगै विवाद बढेपछि घिसिङ र मन्त्री मध्ये एउटाको वैरकमन निश्चित थियो। असार अन्तिममा पुष्पकमल दाहालको सरकारले ढलेसँगै बनेको ओली सरकारसँग घिसिङ आम्ने सामने भएका थिए। प्रधानमन्त्री बनेसँगै ओलीले बकौदा नतिर्ने उद्योगीका विद्युत लाइन जोड्न ठाडो आदेश दिएका थिए। तर मौखिक आदेशमा लाइन जोड्न कानुन नभएको कारण देखाउँदै घिसिङले त्यसलाई कार्यान्वयन गरेनन्। प्रधानमन्त्रीको आदेशमा लाइन नजोडिएपछि विद्युत नियमन आयोगले 3 महिनाभित्र बकौदा उठाउन र तत्कालका लागि लाइन जोड्न निर्देशन दियो। गत साउन 8 गते विद्युत नियमन आयोगको पत्रका आधारमा प्राधिकरणले लाइन जोड्यो। सँगै प्राधिकरणको बोर्डले 3 महिनामा बकौदा उठाउने निर्णय गर्दै लाइन जोडेको थियो। घिसिङलाई हटाउन सार्वजनिक लेखा समिति पनि प्रयोग भएको थियो। समितिका सभापति ऋषिकेश पोखरेल सरकारी सहकारी विवादमा परेपछि डेडिकेटेड तथा ट्रङ्क लाइनको विषयमा अघि बढ्न सकेन। लेखा समितिका सभापति सहकारी विवादमा फसेपछि घिसिङ विरुद्ध ऊर्जा मन्त्री उत्रिए। असोजबाट खड्का र घिसिङको सम्बन्ध बिग्रियो। दशैंको मुखमा खड्काले प्राधिकरणका काम कारबाहीका विषय झिक्दै 15 बुँदे विवरण मागे। यस्तै कार्तिक 13 गते पुनः 6 बुँदे विवरण मागे। साउन 8 गते 3 महिनामा भाका राखी लाइन जोडिए पनि कुनै उद्योगीले बकौदा बुझाएनन्। 3 महिनासम्म कुनै पनि उद्योगले बकौदा नतिरेपछि कार्तिक 8 गते प्राधिकरणले फेरि लाइन काट्यो। लाइन काट्नु अघि बसेको प्राधिकरण सञ्चालन समितिको बैठकमा अधिकांश सदस्यले लाइन काट्नुपर्ने अडान लिँदा अध्यक्ष रहेका मन्त्री खड्काले रोक्न सकेनन्। सञ्चालन समितिमा अल्पमत परेका मन्त्रीले समिति सदस्य कपिल आचार्य र भक्त बहादुर पुनलाई बर्खास्त गरे। बकौदा नउठाई लाइन जोड्ने विषयमा असहमति राख्दा मन्त्रीले बर्खास्त गरेका 2 सञ्चालक अदालत पुगे। अदालतले सरकारी निर्णय विरुद्ध अन्तरिम आदेश दियो। दुवै थमौती भए। आफैले बर्खास्त गरेका सदस्यको पुनर्बहाली भएपछि खड्कालाई सञ्चालन समिति फेस गर्न अप्ठ्यारो पर्यो। गत कार्तिक 8 गते 34 वटा उद्योगको लाइन काटेपछि प्राधिकरण भर्सेस सरकार भएको थियो। उद्योगमा लाइन काटेपछि 13 गते बसेको मन्त्री परिषदको बैठकमा ऊर्जा मन्त्री दीपक खड्काको लाइन जोड्ने प्रस्तावमा ओलीले चासो देखाएनन्। उक्त बैठकमा यो विषय विद्युत नियमन आयोगले हेर्नुपर्ने भन्दै त्यसमा पन्छिए। त्यसको भोलिपल्ट विद्युत नियमन आयोगले एक किस्ता तिरे उद्योगमा लाइन जोड्न निर्देशन दियो। लाइन काटिने र जोडिने भएपछि 14 वटा कम्पनी किस्ता तिर्न गए। राजनीतिक शरणमा परेर बक्यौता नतिर्ने पक्षमा रहेका उद्योगहरू पटक पटक लाइन काटिन थालेपछि महसुल तिर्न थाले। धमाधम लाइन काटिन थालेपछि रोल्पा सिमेन्ट, सम्राट सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, नेसनल रबर इन्डस्ट्री, नारायण
रबर उद्योग एजी हेल्थ इन्डस्ट्रिज, जीबी टेक्सटाइल पहिलो र जीबी टेक्सटाइल दोस्रो, सर्वोत्तम सिमेन्ट, विनायक इस्पात र नव नेपाल प्लास्टिक, शुभ लक्ष्मी पोलिफर्म लगायतको कम्पनीले किस्ता तिरेपछि लाइन जोडिएको थियो। उद्योगहरू क्रमशः बकुदा लाग्दा अचानक कार्तिक 25 गते आइतबार मन्त्री परिषदको बैठकले बकुदा नबुझाए पनि 24 घण्टामा बत्ती जोड्न निर्देशन दियो। सुल्झिँदै गएको विवादमा अचानक किन मन्त्री परिषदले हस्तक्षेप गरेको भन्ने प्रश्नमा मन्त्री खड्काले भनेका थिए उद्योगहरू बन्द रहेको र त्यसले उत्पादनमा असर, मजदुर बेरोजगार भएका कारण मन्त्री परिषदले निर्णय गरेको हो, यो अचानक होइन। मन्त्री परिषदको अल्टिमेटमपछि बसेको प्राधिकरणको सञ्चालन समितिको बैठकले कार्यान्वयनमा लैजाने निर्णय गर्यो। उक्त बैठकमा घिसिङले लाइन जोड्ने म्यानुटमा हस्ताक्षर गर्न निकै आनाकानी गरेका थिए। प्राधिकरणको बोर्ड बैठकले निर्णय गरेपछि 19 दिनपछि उद्योगहरूमा लाइन जोड्ने निर्णय भएको थियो। सरकारले लाइन जोड्न निर्देशन दिएपछि पत्रकार सम्मेलन आयोजना गर्दै घिसिङले 15 दिनभित्र बक्यौदा नबुझाए पुनः लाइन काट्ने प्रक्रियामा चेतावनी दिए। बीचमा केही सेलाएको घटना खड्का र घिसिङको चर्चा 2081 पुस 22 को 9 बुँदे स्पष्टीकरणले ततायो। मन्त्री खड्काले अचानक घिसिङलाई तपाईँलाई पदबाट किन नहटाउने सहित 7 दिने स्पष्टीकरण सोधे। पुस 22 मा सोधेको 9 बुँदे स्पष्टीकरणमा चित्त नबुझेको कारण देखाउँदै घिसिङलाई हटाएको हो। ऊर्जा मन्त्री दीपक खड्काले अघिल्लो मन्त्री परिषद बैठकमै घिसिङ हटाउने प्रस्ताव लगेका थिए, तर गृहमन्त्री रमेश लेखक लगायतका केही मन्त्रीले असन्तुष्टि जनाएपछि रोकिएको थियो। घिसिङलाई हटाउन मन्त्री खड्काले पुस 22 मा सोधेको स्पष्टीकरण सोधेका थिए। उक्त स्पष्टीकरण जवाफपछि फागुन 13 मा खड्काले 24 घण्टे स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरणको जवाफ दिँदै घिसिङले आफूलाई मन्त्री परिषदले नियुक्त गरेको हुँदा मन्त्रालयले हटाउन नसक्ने जवाफ फर्काए। दोस्रो स्पष्टीकरणको जवाफपछि खड्काले मन्त्री परिषदबाट निर्णय गराएर फागुन 22 गते तेस्रो पटक स्पष्टीकरण सोधेका थिए। 3 दिन समय दिइएको स्पष्टीकरणमा घिसिङले जवाफ दिएपछि त्यसको करिब 1 महिनामा मन्त्रालयमा सरुवा गरेको हो। उसो त घिसिङ र मन्त्रीबीचको द्वन्द्वको असरले ऊर्जा क्षेत्र नै तहस नहस हुने अवस्थामा पुगेको थियो। घिसिङलाई 2073 भदौ 19 मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले कार्यकारी निर्देशकका रूपमा नियुक्त गरेको थियो। उक्त समय दैनिक 18 घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले आफ्नो कार्यकालको पहिलो वर्षमै उपत्यकामा लोडसेडिङ अन्त्यको व्यवस्थापन गरेका थिए। 2075 वैशाखदेखि देश लोडसेडिङ मुक्त भएको घोषणा गरिएको थियो। पहिलो कार्यकालमा वाइवाई पाएको र दोस्रो कार्यकाल पनि दिनुपर्ने जनस्तरबाट माग हुँदा तत्कालीन ओली सरकारले हितेन्द्र देव साकेलाई नियुक्त गर्यो। तर ओली सरकार ढलेसँगै नेकपा माओवादी केन्द्रको सिफारिसमा 2078 साउन 25 गते दोस्रो कार्यकालको लागि नियुक्त भएका थिए। पहिलो कार्यकालमा अधुरो रहेको डेडिकेटेड तथा ट्रङ्क लाइन बकौदा विवाद दोस्रो कार्यकालमा पनि सुल्झाउन सकेनन्। डेडिकेटेड तथा ट्रङ्क लाइनको बकौदा असोलीमा अझै 33 वटा उद्योगको बक्यौदा बाँकी छ। घिसिङले कार्तिकमा लाइन काट्दा 14 उद्योग र गत शुक्रबार 8 लक्ष्मी स्टिल किस्ताबन्दीमा महसुल बुझाउन आएको थियो। अन्य कुरामा सफल देखेका घिसिङ बकौदा असोलीमा भने सफल हुन सकेनन्। समग्रमा करिब 8 वर्षको उनको कार्यकाल नेपाली विद्युत क्षेत्रको लागि एकदमै महत्त्वपूर्ण रह्यो। यस्तै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव साके नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्री परिषद बैठकले साकेलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको एक मन्त्रीले हामीलाई जानकारी दिएका थिए। आजै बसेको मन्त्री परिषद बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो। साके यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक भइसकेका थिए। पछि उनलाई हटाएर कुलमानलाई नै कार्यकारी निर्देशक बनाइएको थियो। उनी विगतमा प्रसारण लाइनको गुरु योजना, विद्युत माग पर्पेसन लगायतका काममा सक्रिय थिए। अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी को नेपाल कार्यालयमा एमसीसी अन्तर्गत प्रसारण लाइनका आयोजना बनाउने काममा सहभागी थिए। उनले नै एमसीसी को सहायकको रकम खर्च गरिने प्रसारण लाइनको योजना तयार गरेका थिए। उनी प्रसारण लाइन व्यवस्थापकका विज्ञ हुन्। यहाँलाई यस कुलमान घिसिङलाई हटाउने खबर सुनेर कस्तो लाग्यो कृपया कमेन्ट गर्न नभुल्नुहोला। साथै च्यानललाई शेयर अनि सब्स्क्राइब गर्न पनि नभुल्नुहोला।